गुड मर्निङ अल अफ यु सबैजनालाई गुड मर्निङ नमस्कार। राति पानी मजाले पर्यो, शीतल पनि भएको थियो र बिहान मौसम एकदम खुलेको मौसम थियो र पनि अँध्यारो अँध्यारो भएको थियो। राति नै लगभग 6:30 बजेतिर अलिक अँध्यारो टाइपको थियो। टक्कसँगले यही मौसमलाई मध्यनजर गर्दै ल च्याउ खोज्न जाउँ न त भनेर खुकुरी सुकुरी भिडेर गाउँले पारामा जङ्गल लाग्यो। जङ्गल लाग्दै गर्नुमा हामीलाई साथ सपोर्ट गर्नको निम्ति 3टा कुकुर, माली, बेला र मिमी पनि हामीसँगै जाने भनेर चाहिँ एकदम पुछर लाउँदै हामीभन्दा अगाडि अगाडि बाटो लाग्यो। फेरि पर पुगिसकेपछि एक ठाउँ च्याउ टन्नै भेटाइयो, तर च्याउहरू सबै कुहिएको रहेछ। त्यस पछाडि त्यहाँबाट फुत्ते फेरि जङ्गल लाग्यो। जङ्गल लागेर घारी एकदमै बढेको रहेछ। घारी हिँड्दै गर्दा एकदमै तल पुगिसके पछाडि यो के हो अचम्म लाग्दो जिनिस, हजुरले पनि देख्नुभयो होला। यसको नाम के हो तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। मलाई चाहिँ थाहा भएन, मलाई चाहिँ एकदम मन पर्यो। हेर्दा मकै जस्तो देखिने, कस्तो राम्रो लाग्यो, त्यही भएर यसको भिडियो लिएँ। त्यसो फेरि पनि च्याउ खोज्दै लामो यात्रा गऱ्यो। फेरि तल पुगिसके पछाडि एकदमै थकित भयो। थोरै बिसाउन त भनेको घारीमा के बिसाउने भनेर फेरि पनि यात्रा गरेकै खोज्दै जाँदै गर्दाखेरि च्याउ काहीँ पनि भेटाएन। अति नै थकित भएर म चाहिँ एकछिन रेस्ट गर्छु भनेर एकदमै माटोमाथि नै झ्याक्कसँगले सुतियो। एकछिन रेस्ट गरियो। रेस्ट गर्दै गर्दा कान्छीले भिडियो पनि बनायो। एकदमै थकित भएर जुरुक्क उठ्यो। त्यहाँदेखि फेरि पनि बाटो लाग्यो। लास्टमा च्याउ चाहिँ टन्नै भेटाइन्छ भनेको त के को भेटाउँदै भेटाइएन। कान्छी रिसाएर बुम घर आइपुग्यो।